हेलो एभ्रिवान, नमस्ते छ सबैजनालाई। स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। मैले धेरै दिनदेखि भिडियो हालेको थिइनँ, त्यसको लागि म क्षमा प्रार्थी छु। तर अब चाहिँ म रेगुलर भिडियो हाल्ने कोसिस गर्छु। आज चाहिँ विश्वकर्मा पूजाको दिन, असोज 1 गते। आज ठ्याक्कै मेरो बाबु 20 महिना कम्प्लिट भएको छ। अनि आज चाहिँ बाबुले बिहानै ड्याडीसँग मिलेर पूजा गरिसकेपछि चाहिँ आज बेलुका उसलाई अलि रुगा लागे जस्तो फिल गऱ्यौँ हामीले। अनि उसलाई चाहिँ क्लिनिक लिएर गएको। अनि क्लिनिक लग्दाखेरि चाहिँ यो बाटोमा बाबुले हाई गर्दैछ। उसलाई घुम्न एकदमै धेरै मनपर्छ, त्यो त तपाईँहरूलाई सबैजनालाई पहिल्यैदेखि नै थाहा छ। अनि क्लिनिक लगेर उसलाई देखाउने, अनि त्यसपछि मलाई पनि प्रेसर लो भएको फिल हुन्छ। टाउको दुखिरहन्छ, लो प्रेसर भएर नै हो यस्तो भएको। अनि आज चाहिँ म पनि चेकअप गराएर औषधि लिन्छु। अनि आज चाहिँ विश्वकर्मा पूजाको बिदा त थिएन, तर आज चाहिँ शोक दिवस भनेर चाहिँ बिदा दिएको थियो। त्यसैले आज पुरै नेपालभरि चाहिँ बिदा घोषणा गरेको छ। साँच्चै शहीद हुनुभएको सम्पूर्ण महान आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। अनि आज फाइनली हामी क्लिनिक पुगिसक्यौँ। बाबुले क्लिनिकमा चाहिँ डक्टरलाई नमस्ते गर्नुभयो। अनि नमस्ते गरिसकेपछि चाहिँ चेकअप गराउनु भयो। अनि यता मेरो मोबाइल पनि हेरिदिनु भन्दैछ। चेकअप गरिसकेपछि चाहिँ मैले पनि आफ्नो चेकअप गराएँ। अनि मेरो बिपी चाहिँ ठ्याक्कै लो नै रहेछ क्या। त्यही मलाई चाहिँ थाहा भइहाल्छ, सिम्टम लो हुने बित्तिकै मेरो टाउको चाहिँ धेरै दुख्न थाल्छ। अनि मैले पनि आफ्नो लागि औषधि लिएँ, बाबुको लागि पनि औषधिहरू लिएँ। अनि बाबुले चाहिँ दोकानमा बसेर सबै दबाईहरू हेर्दैछ। उसलाई खेल्न कति मनपर्छ बाहिर गएर। अनि यसरी सबजनालाई हेरेर ऊ अलिकति पनि डराउँदैन एकदम। अनि यो लिन्छु त्यो लिन्छु गर्दैछ। मलाई चाहिँ यहाँ हाई भन्नु भनेको हाई भन्दैछ। अनि उसलाई आउटिङ गर्न एकदम मनपर्छ, त्यसैले बेला बेला हामी लिएर जान्छौँ। ऊ यत्तिकै पनि मन बाहिर नजाँदा पनि ड्याडुसँग चाहिँ तरकारी किन्न के कामले गइरहेको छ बाहिर। अनि यहाँ मजाले बसेर सबै कुरा हेरिरहेछ। अनि हेरिसकेपछि चाहिँ क्यालकुलेटरमा ऊ हिसाब गर्दैछ। म हिसाब गर्छु ड्याडु, हिसाब भन्दैछ। अनि क्यासियरको छोरो हो, आखिर हिसाब गरेर पैसा ठिकठाक पारेर ड्याडुले दिँदै हुनुहुन्छ। अनि अब चाहिँ हामी घरतिर लाग्यौँ। जाँदै मलाई चाहिँ भोक पनि लागिसकेको थियो, तर खाने ठाउँ चाहिँ कता रोक्ने, रात पनि परिसक्यो। अनि उहाँहरू दुईजना भाग्दैछ मलाई छोडेर। अनि म पनि बसेँ। अनि हामी सबैजना घरतिर आउँदैछौँ। घर आउँदै मलाई चाहिँ भोक लागिसकेको थियो। अनि फाइनल्ली मैले शिवको ड्याडुलाई चाहिँ भनेरै छोडेँ कि मलाई धेरै भोक लागिरहेछ, मलाई खाजा खानु छ। अनि ड्याडुले चाहिँ बाहिर खाना त्यति सजेस्ट गर्नुहुन्न, त्यही पनि मैले आफ्नै चित्तीले यहाँ घरको छिमेकी होटल अर्थात् देउराली होटलमा रोकाएर छोडेँ। अनि यहाँ हेर्नु शिवुलाई चाहिँ कतै जानु पाए कति मस्ती छ, इन्जोय गरेको हेर्नु। एक पैसा उसलाई चिन्ता छैन। बेलुकाको 7 साढे 7 बज्न आँटिसकेको छ, तर उसलाई चाहिँ फुल मस्ती छ। ड्याडु छोरा यसरी बसिरहेछ। मैले अर्डर गरेँ। अनि ड्याडुले चाहिँ के खानुहुन्न भन्नुभयो। अनि पनिर पकौडा मैले उहाँलाई अर्डर गरिदिएँ। मैले मेरो लागि चाहिँ मोमो बोलाएको, तर यहाँको चाहिँ एउटा डिसएडभान्टेज यो होटलको के भने नि, वेट गर्नुपर्ने क्या, धेरैभन्दा धेरै वेट गर्नुपर्ने। अर्डर गरेर बसिराख्नु। अनि मेन्यु हाम्रो टेबलमा थियो, हामीले पढ्यौँ के पाउँछ भनेर। मटन चिकन यान त्यान के थियो। तर मैले चाहिँ यहाँ भेज मोमो अर्डर गरेको छु। अनि ड्याडुको लागि पनिर पकौडा। अनि शिवुलाई हेर्नु कति मजाले कुल भएर टिभी हेर्दैछ। टिभी हेर्न पाए मख, मोबाइल चलाउन पाए मख। ड्याडु छोरा यस्तै हो। अनि त्यसपछि उसलाई प्यास लाग्यो, पानी खाँदैछ।
अनि पानी पनि ग्लास फेरि फेरि खाने। अक्कु दिनु अक्कु भन्छ। कति मजा आइरहेछ उसलाई। अनि फाइनली वेट गर्दा 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 गरेर दिक्क लाग्यो। म पनि टिभी हेर्न थालेँ। अनि एकछिन मेनु पनि पढ्नु पर्यो भनेर 10 चोटि त्यही मेनु चाहिँ हेरेकै गरेँ। अनि फाइनली चाहिँ पनिर पकौडा आयो। यहाँ धेरै वेट गर्नुपर्ने क्या। अनि पनिर पकौडा ड्याडु र शिबुले उद्घाटन गरिसक्नु भएको छ। म पनि अलिकति मेरो अर्डर नआएसम्म खाइदिउँ न भनेर चाखेको। मिठै रहेछ तर त्यति पनि खासै थिएन, ठिकठाक थियो। अनि पनिर पकौडा सक्नै आँटिसकेको थियो तर मोमो चाहिँ आएकै थिएन। त्यतिन्जेल बस्दा गरेर दिक्कै लागिसकेको थियो। बेलुका डिनर खाने बेला भएको अरे नास्ताले नै पेट अघाउन आँटिसकेको थियो। अनि फाइनली हामीले चाहिँ पनिर पकौडा सकेर मोमो पनि खायौँ। हस् त तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्दैछ अवश्य पनि कमेन्ट गर्न नबिर्सनु होला। मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अवश्य पनि गएर सब्स्क्राइब गरिदिनु होला। भिडियोको लागि लाइक कमेन्ट गर्न पक्कै पनि नबिर्सनु होला। हस् त सबैजनालाई शुभरात्रि, बाई बाई।